हेलो फ्रेन्ड्स, म चाहिँ क्लास 11 को चाहिँ आज मोस्ट अफ द मोस्ट इम्पोर्टेन्ट क्वेसन चाहिँ आज लिएर आएको छु। अब हामी चाहिँ यसलाई चाहिँ सल्भ गर्नतिर लागौँ। क्वेसनले के भनेछ त? क्वेसनले भनेछ आइडेन्टिफाई द कम्पाउन्ड ए एन्ड बी इन द फलोइङ रिएक्सन, हैन। यसमा चाहिँ ए र बी चाहिँ हामीले पत्ता लगाउने भनेको छ, हैन। यो चाहिँ एक्जाममा आउँछ है, फिक्स आउँछ। यो र यो दुईवटा फिक्स हो, पढेर जानु होला। अनि यसमा चाहिँ के भनेछ त? हामीलाई ए निकाल्ने भनेछ। यो के र H2O थपेर चाहिँ C2H2 बन्छ भनेछ, हैन। वाट अगाडि चाहिँ वाट हो यो, हैन। प्लस H2O के र के मिलेर चाहिँ C2H2 बन्छ भनेछ, हैन। हामीसँग चाहिँ CaC2 चाहिँ C2H2 बन्छ। कसरी भन्ने चाहिँ, हैन। CaC2 प्लस H2O, हैन, इजिकल टु के बन्छ? C2 र H2 मिलेर C2H2 बन्छ, प्लस यहाँ चाहिँ त्यो गर्नुपर्ने हुन्छ, हैन। चाहिँ ब्यालेन्स गर्नुपर्ने हुन्छ। अनि अब यहाँ चाहिँ क्याल्सियम र OH मिलेर चाहिँ CaOH को होल्डेज हुन्छ, हैन। अब C2H2 बनेछ कि नै? C2 र H2 बन्यो, हैन। त्यही भएर C2H2 बन्यो। अनि त्यही भएर हाम्रो के भयो? यो थपेपछि चाहिँ यो र वाटर थपेपछि हाम्रो C2H2 चाहिँ बन्ने रहेछ भन्ने चाहिँ हामीले यो थाहा पाउन पर्छ। अब चाहिँ अर्को के छ भनेपछि चाहिँ अनि यो B को चाहिँ अब हामी चाहिँ B को गर्न यो B को हैन, अब यो B को छ, हैन। अब हामीले चाहिँ यसको के छ? C2 ट्रिपल बोन्ड C, हैन, नो सरी C ट्रिपल बोन्ड C भन्छ, हैन। यो H हो, हैन। यसमा चाहिँ अब H2 थपेर चाहिँ हाम्रो चाहिँ B मा चाहिँ के बन्छ भनेछ, हैन। प्लस H2O गरौँ है। यो थपेपछि चाहिँ हामीलाई के बन्छ भनेपछि चाहिँ, हैन, यो ट्रिपल बोन्ड छ, ट्रिपल बोन्डको यता जान्छ CH2 हुन्छ, हैन। हो कि हैन? यो बन्छ। अनि चाहिँ हाम्रो चाहिँ डबली बोन्ड हुन्छ, CH हुन्छ, अनि यता के बन्छ? OH बन्छ, हैन। OH बनिसकेपछि अझै के बन्छ भने चाहिँ CH3 हुन्छ, अनि हाम्रो के हुन्छ? CHO बन्छ, इथानोल, हैन। यो भयो हाम्रो B को पनि भयो, हैन। A को हाम्रो के भयो? CaC2, B को के छ? CH3 CHO, यो चाहिँ हाम्रो बन्यो। अब चाहिँ हामीले क्वेसन B को गर्न जाँदैछौँ। B को चाहिँ यसमा के र के मिसायो भने चाहिँ त्यो बन्छ भनेछ, हैन। अब हाम्रो चाहिँ, हैन, यसमा चाहिँ हामीले चाहिँ हेलोजन थप्नु पर्ने हुन्छ। CH3 CH2 Cl प्लस KOH ALC, हैन। यो मिलेर चाहिँ CH2 डबल बोन्ड CH2 भन्छ, हो कि हैन? अब कसरी भयो भनेपछि चाहिँ, हैन, Cl र के मिलेर KCl बन्छ, KCl। अनि हाम्रो H2 हुन्छ, हैन, H2 हुन्छ। त्यही भएर हाम्रो यो र यो मिलेर चाहिँ हाम्रो चाहिँ यो बन्छ भने, त्यही भएर, हैन, यो हेलोजन थप्नुपर्छ, Cl थप्नुपर्छ, हैन। अनि KCl हुन्छ, अनि H2O यता बनिहाल्छ। त्यही भएर चाहिँ हाम्रो चाहिँ यता डबली बोन्ड हुन्छ, हैन। CH3 छ, CH2 हुन्छ, एउटा बोन्ड हुन्छ र CH डबली बोन्ड हुन्छ। त्यही भएर हाम्रो यो चाहिँ प्रोड्युस हुन्छ। यो भयो, यो प्रोड्युस हुन्छ, यो मिलायो भने चाहिँ प्रोड्युस हुन्छ। अब यहाँ चाहिँ A नम्बरमा के भयो भने चाहिँ C2H 3 4 5 C5Cl, यो चाहिँ हाम्रो भयो, हो कि हैन? अब हाम्रो यो B को निकाल्यो भने छ, हैन। अब A को भयो, B को चाहिँ CH2 हैन, अल्कलाइन KMNO4 भने यसमा चाहिँ के गर्नुपर्छ? B को निकाल्दा के गर्नुपर्छ भने चाहिँ एउटा चाहिँ H2O, हैन, प्लस यस्तो गरेपछि हुन्छ। यहाँ चाहिँ अल्कलाइन KMNO4 छ थपेर के बन्छ भने चाहिँ, हैन, यो चाहिँ के भन्छ भने चाहिँ हाम्रो, हैन, एउटा HO CH2 OH, यो चाहिँ भन्छ। हाम्रो B को पनि आयो। B को यसको आइयुपिएसी के हुन्छ? 1,2 के हुन्छ?
1,2 होइन यस्तो हुन्छ इथेन 1,2 डाइओल यो चाहिँ हुन्छ है। यसमा यस्तै लेखिने हुन्छ HO CH2OH यो आइयुपिएसी नेम चाहिँ यो लेखिदिनु है, भयो होइन। यो भइसकेपछि चाहिँ हाम्रो अर्को क्वेसन छ गिभ पोसिबल आइसोमर अफ C4H10 एन्ड आइयुपिएसी नेम भनेछ होइन। यो चाहिँ अब अर्को पातामा गरौँ। यसमा चाहिँ गिभ पोसिबल आइसोमर अफ C4H10 एन्ड आइयुपिएसी नेम भनेछ होइन। पहिला चाहिँ चारवटा कार्बन चाहिँ 1 2 3 चारवटा कार्बन बनाइहालौँ होइन। अब H10 भनेछ होइन, एकउन्टा H थपिदिउँ होइन। अर्कोमा नि C चारवटा थपिदिइहालौँ है, चारवटा भनेछ होइन। अब CH यसमा चाहिँ सिङ्गल हुन्छ होइन। यसमा 3, यसमा 2 2 3 3 3 6 7 8 9 10 10वटा भयो कि नै। कार्बन चाहिँ चारवटा बनाउने भनेको छ, चारवटा भयो होइन। एच चाहिँ हाम्रो 10वटा बनाउने भनेको छ, 3 4 5 6 7 8 9 10वटा हाइड्रोजन चाहिँ भयो। अब यसको के हुन्छ त, अब यसको आइयुपिएसी नेम के हुन्छ? आइयुपिएसी नेम हाम्रो ब्युटेन। कसरी भयो थाहा छ? ब्युटेन 1 2 3 चारवटा कार्बन छ, चारवटा कार्बनलाई ब्युट भन्छ, सिङ्गल बोन्ड छ, एआनी भइगयो होइन। अब चाहिँ यहाँ चारवटा यहाँ होइन। अब चाहिँ यो भयो नि त। अब हामीले चाहिँ यो स्टेटवाला गरायौँ। अब चाहिँ हामीले एउटा चाहिँ के बनाउनु पर्छ भने चाहिँ यस्तोवाला के ब्रान्चवाला के CH3 यो हुन्छ है। कसरी भन न, कार्बन 1 2 3 4वटा भइसकेको छ, हाइड्रोजन 3 4 5 6 7 8 9 10वटा भयो। यसको चाहिँ कति छ? 1 2 3 छ कि नै होइन। 2 मिथाइल 1 2 3वटा कार्बन छ होइन। 3वटा कार्बन छ भने चाहिँ प्रोपेन। यो चाहिँ मोस्ट अफ द मोस्ट इम्पोर्टेन्ट क्वेसन हुन होइन, हामीले चाहिँ गरिसक्यौँ होइन। एउटा चाहिँ ब्युटेन, एउटा चाहिँ 2 मिथाइल प्रोपेन। यो चाहिँ नछुटाउनु होला होइन। भिडियोलाई लाइक सेयर हान्नु होला, सब्सक्राइब गर्नु होला। थ्याङ्क यू। अब अर्को भिडियोमा भेटौँला। यस्तै भिडियो म चाहिँ अब हालिराख्नेछु। अब मतलब कि अब कस्तो भिडियो हाल्छु भने चाहिँ म चाहिँ यस्तै के मतलब कि अब कस्तो भनौँ त, अब जे पनि यस्तै प्रब्लमहरू सल्भ गर्ने क्वेसन चाहिँ हाल्छु। सक्दोसम्म सेयर गर्नु होला, सब्सक्राइब गर्नु होला। धन्यवाद। तपाईँको दिन शुभ रहोस्। थ्याङ्क यू।